मैले राजीनामा दिएर छानबिन गर्न सघाउँछु भन्नुभयो। त्यो चाहिँ उदाहरणीय काम हो होइन, स्वागत योग्य छ। किनभने म गृहमन्त्रीजीले जुन कदम चाल्नुभयो छानबिनका लागि, अब त्यो छानबिनका लागि अब समिति बन्ला, सबै बन्ला, भोलि संसदीय समिति पनि आवश्यक होला, उहाँलाई मात्र होइन अरूलाई पनि होला होइन, त्यो भोलिको विषयवस्तु हो। तर उहाँले जुन बाटो क्लियर गर्नुभयो त्यो चाहिँ नैतिकतामाथि र नैतिकता ठुलो नैतिकता देखाउनु भयो गृहमन्त्रीजीले। किन उहाँ आफूमाथि प्रश्न उठिसकेपछि म छानबिन गर्न म रेडी छु भनेर उहाँले छानबिनका लागि बाहिर जानुभयो हो भने अब यो चाहिँ नैतिकताका रूपमा चाहिँ अरूले पनि सिक्नुपर्छ भन्छु म चाहिँ। बालन सरकारको कामकाजले कसरी हेर्नु भएको छ? ठिकै छ, अहिले आशावादी नै छौँ अहिलेसम्म, त्यस्तो खराब केही छैन। कसैले मन्त्रीहरूलाई पनि डर भइराखेको छ गलत काम गरेपछि निक्लिनुपर्छ भन्ने, त्यो पनि एउटा राम्रो प्रयास हो होइन, त्यसमा आपत्ति केही छैन। राम्रो अब काम ठिक गरिराख्नु भएको छ। तर अलिकति के छ भने जनतालाई हो ऐन कानुनहरू हामीले लागू गर्दै गर्दा नेपालका कयौँ ऐन कानुनहरू जनताको हितमा पनि छैनन् क्या, त्यसमा चाहिँ संशोधन गरेर गयौँ भने अझ उत्तम हुन्छ। जस्तै सुकुम्बासी बस्तीको कुरा भयो, काठमाडौँमा व्यापारको कुरा भयो। जस्तो काठमाडौँमा व्यापार गर्न पाउने हो तर व्यवस्थापन गर्नु पर्थ्यो, उहाँ मेयर हुँदाखेरि नै मैले भने। जस्तो फुटपाथमा व्यापारी राख्न पाइएन, ल ठिक छ, फुटपाथ आवश्यक छ हामीलाई, राख्नु हुँदैन, त्यो राम्रो कुरा हो। तर ती फुटपाथ व्यापारीलाई चाहिँ कहाँ व्यवस्थापन गर्ने त? जस्तो तिनकुनेको चौर दिनु पर्थ्यो, खुल्ला मञ्च दिनु पर्थ्यो, किनभने पेट त पाल्नु पऱ्यो नि त, उनीहरूको पनि त यो देश हो नि त। फेरि काठमाडौँ भनेको काठमाडौँका मान्छेको मात्रै होइन, यो कि त यो राजधानी होइन भने राजधानी घोषणा नगर्नु पऱ्यो। राजधानी हो भने यो सबैको ठाउँ हो, यो सिर्फ अरबपति र करोडपतिको मात्र ठाउँ होइन। यो आज बिहान बेलुका जेला मजदुरी गरेर काम गरेर खानेको ठाउँ पनि हो, सडकमा सामान बेचेर आफ्नो जीविका पार्जन गर्नेको पनि ठाउँ हो। सडकमा भएन भने अन्य ठाउँमा व्यवस्थापन गरेर हटाउनु पर्थ्यो, त्यो चाहिँ अपराध भएको हो। किनभने आज उनीहरूको देश हो नि त यो। आज कोही 70को मान्छे यहाँ कवाडी उठाउन आइराखेका छन् भने उनलाई त पहिला सरकारले राज्यले व्यवस्थापन गरेर बल्ल हटाइदिनु पऱ्यो क्या। अब हुँदा खाँदाको व्यापार पनि हटाइदिने, व्यवस्थापन पनि नगरिदिने भने त त्यो त अपराध हो, राज्य आतङ्क हो। जस्तै अहिले उदाहरणका लागि जस्तो न्युयोर्क भनेको त काठमाडौँभन्दा ठुलो सिटी हो नि त। न्युयोर्कमा पनि स्ट्रिट फुड हुन्छ नि त, सडकमा सामान बेचिन्छ, तर त्यसको समय छ। जस्तो बेलुका कति बजे बेच्ने। जस्तो यही उदाहरणका लागि ललितपुर जान सक्छौँ नि त हामी। चिरकाजी महर्जनजी मेयर हुनुहुन्छ, काङ्ग्रेस हो भनेर सबै कुरा गलत देख्नुपर्छ भन्ने थियो, उहाँबाट सिक्नुपर्ने कुरा पनि त छ कि। जस्तो ललितपुरमा के गरिरहेछन्, बिहान 8 बजेभन्दा अगाडि लगन खेलको ठाउँमा बेचिसक्नुपर्छ, तरकारी बेच्नेले कपडा बेच्नेले बेचिसक्नुपर्छ, त्यसपछि पुलिस आउँछ उठाउँछ, उनीहरूले आफै सफा गरेर जान्छन्। किनभने यो देश यो राज्य गरिबको पनि हो है, यो धनीको मात्र होइन है। यो चाहिँ राज्यमा बसेका मान्छेले जहिले पनि सोच्नुपर्छ हो, कानुन लागू गर्नु पर्यो। जस्तै फुटपाथमा व्यापारी हटाउनु पर्यो, ल जायज छ, राम्रो छ, हटाउनु पर्छ। किनभने सहरलाई कानुन र नीति र व्यवस्थापन राम्रो गर्नुपर्छ। तर त्यहाँ बेच्दै गरेको व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्ने राज्यको जिम्मा हो। व्यवस्थापन भने राज्यले गएर पर सामान बेचिदिने होइन। फेरि नेपालमा त धेरै मान्छेहरूको दिमागै छैन, त्यही कुरा सोधिदिन्छन्। सामान बेचिदिने होइन, तर ठाउँ त दिनु पऱ्यो नि त। जस्तो टुडी खेल खाली थियो, तिनकुने खाली थियो, कयौँ ठाउँमा खाली छ नि त, त्यहाँ बेच भन्नु पऱ्यो। कि त बिहान 9 बजेदेखि 5 बजेदेखि बिहान 8 बजेसम्म, या बेलुका 5-6 बजेदेखि 7-8 बजेसम्म म्यानेज गर्नुपर्छ। राज्य यो देश सबको हो नि हजुर। देश यो अरबपति र करोडपति र अनि पप गीत गाउनेहरूको मात्र होइन नि त यो देश। यो देश त मधेसमा मैथिलीमा गीत गाउने, भोजपुरी गीत गाउनेहरूको देश पनि हो, यो पूर्वका साकेला राईहरूको गीत गाउनेहरूको पनि हो, र पश्चिमका देउडा गाउनेको पनि गीत हो, र कसैले सुन्दै नसुनेका मान्छेहरूको पनि देश हो यो। फेरि यो देशमा सबैलाई बाँच्न पाउने अधिकार छ, सबैले व्यापार गर्न पाउने अधिकार छ हो। नीति नियमभन्दा बाहिर गयो भने राज्यले व्यवस्थापन गर्ने, राज्य केका लागि चाहियो त? त्यसो भने व्यवस्थापनै नगर्ने हो, सधैँ कुटिरहने हो भने राज्य किन चाहियो? गुन्डागर्दी गरे भयो त। राज्यको काम व्यवस्थापन, राज्यको काम त नीतिमा लिने, नियममा लिने हुनाले आज बिहान भर्खरै रौतहटकै कहाँको म भिडियो हेरिराखेको छु, नगर प्रहरीले फिल्मको त्यो हिन्दी फिल्मको सिनेमाको दृश्य जस्तो एउटा फलफुल बेच्ने मान्छेलाई कुटेर मात्र होइन, घिसार्दै तपाईँको लगेको छ। त्यो अपराधी हो कि होइन? तिनीहरूको जागिर मात्र होइन, तिनीहरूलाई त फौजदारी कोषमा मुद्दा चलाउनुपर्छ। राज्यले नियन्त्रणमा लिने हो, तर राज्यले नै कानुन उल्लङ्घन नगर्ने होइन नि त। कोही मान्छेलाई बिच बाटोमा उभिएर राज्यले कुट्न पाउने अधिकार छैन नि त। कोही मान्छेलाई बिचमा उभिएर तपाईँको सडकमा आज तपाईँको हिन्दी सिनेमाको सिन जस्तै गरेर घिसार्दै लगिएको छ। अहिले त्यो भिडियोहरू समय सन्दर्भमा भाइरल भएको छ, हेर्नुहोस् त। उहाँले भन्नुहुन्छ यो स्थानीय तहको सरकारले गर्छ। होइन, स्थानीय तहलाई नै भनिरह, स्थानीय तह होस् या सङ्घ होस्,
जोसुकै होस् हामी त कानुन स्थानीय हातमा लिने हो। उहाँको दाबी छ हामी त स्थानीयमा छैनौँ। आदेश दिन मिल्छ होइन। जस्तो सुकुम्बासी बक्ती भत्काउँदाखेरि आज त्यो भिडियो 2 जना नानीहरूको हेर्नुभएको छ तपाईँले। सबै सुकुम्बासीहरू नक्कली छन् भन्ने होइन नि त। हो केही नक्कली छन्, यहाँ 80% मान्छेहरू नक्कली सुकुम्बासी होला, तिनीहरूलाई कारबाही होस्। तर जसको केही पनि छैन उनीहरूको देश हो कि होइन, उनीहरूलाई त पहिला व्यवस्थापन गरौँ न, व्यवस्थापन गरौँ न कतै। तर सरकारले त अनि व्यवस्थापन गरेर त्यसपछि हटाइदिउँ क्या। भर्खरै अनि किनभने राज्य यो देश हेर्नुहोस्, यो जग्गा आज तपाईँको नाममा छ नि, जो यो कोही बाबुबाजेले माथिबाट बाबुबाजेले जन्मिँदाखेरि ल्याएर आएको चिज होइन यो। त्यतिखेर तिमीहरूका बाबुबाजेहरू बाठो थिए, अलि जग्गा बढी नापे, जसका बाबुबाजेले नाप्न सकेन आज तिनीहरूको देश होइन र यो देश सबको साझा हो र यो सम्पत्ति कसैको पनि हुँदैन, यो राज्यको सम्पत्ति हो। त्यो भावनाले म अहिले पनि के अपिल गर्न चाहन्छु भने सुकुम्बासीको पहिला सक्कली र नक्कली छुट्याउनुहोस्। नक्कली सुकुम्बासी छन् भने तपाईँले बल प्रयोग गर्नुहोस्, उनीहरूलाई हटाउनुहोस्, जे पनि गर्नुहोस्। तर सक्कली सुकुम्बासीलाई जहाँ आज उनीहरू बसेका छन् त्यही ठाउँमा बस्नुपर्छ भन्ने छैन। कतै न कतै कानुनै संशोधन गरेर भए पनि व्यवस्थापन गर्नुहोस्। जस्तै बाढी पहिरो गएर आज मान्छे सुकुम्बासी भएको छ। जस्तो आज सुर्खेतमा जानुहोस् त, भेरीको नदी बढेर तपाईँको 70-71 सालतिर भेरी नदी बौलाएर पुरै तपाईँको 2-3 वटा गाउँको बस्ती नै उठायो। आज तिनका दाजुभाइहरू पाल हालेर बसिरहेका छन् सुर्खेतमा। तिनीहरू चाहिँ यो देशमा बाँच्ने अधिकार छैन तिनीहरूको। आज कतिपय ठाउँमा पहिरो गएको छ, कतिपय ठाउँमा बाढी गएको छ। आज कोशी पीडितका बाढी पीडितहरू आज पनि सुकुम्बासी भएर बसिराखेका छन्। आज उनीहरूलाई चाहिँ हामीले राहत दिनुपर्छ कि पर्दैन? कानुन छैन भने ऐन संशोधन गरौँ न त हामी। कमसेकम राजाबाट केही कुरा नसिके भने त्यस्ता कुरा सिकौँ न। जस्तै आज तपाईँको पूर्णवास छ महेन्द्रनगरको, त्यो के हो त? पहाडमा कहीँ बाढी गयो, कहीँ पहिरो गयो, ती मान्छेलाई लगेर व्यवस्थापन गरेको। महेन्द्रनगरको सिटी कसरी भन्यो? अहिलेको भीमदत्त नगर भन्छन्, पहिला त्यो महेन्द्रनगरको नामै परिवर्तन गर्नुपर्ने छ। आज ठाउँ ठाउँमा अल्पत्र परेका, अप्ठ्यारोमा परेका, बाढी गएको, पहिरो गएको मान्छेहरूलाई लगेर राजाहरूले त्यतिखेर व्यवस्थापन गरे हो नि त। आज टिकापुर पनि त्यसरी बन्या। यहीँ तपाईँको चन्दनीगापुरको कुरा गर्नुहोस्, देशैभरि त्यसरी बस्ती बसालियो नि त। तर बालेन सरकारले अब हो त्यो बालेन सरकारलाई अल्टिमेटम दिएको छ। उसले भनेअनुसार निर्देशन दिएअनुसार आइजिपी शाहलाई ठाडो निर्देशन छ, शनिबार या आइतबारसम्ममा त्यो सुकुम्बासी बस्ती थापाथलीको होस् या फेरि चाहिँ यता छिनामङ्गलको होस् या बालाजुको होस् सबै हट्नु पर्यो भन्ने कुरा आएको छ है भर्खरै। होइन, यो सहरको कुरा फरक कुरा हो। सहरमै सुकुम्बासी मान्छेहरू बस्नुपर्छ भन्ने छैन। सरकारले जहाँ व्यवस्थापन गर्छ त्यहाँ जानुपर्छ। तर सरकारले पहिला चाहिँ सक्कली र नक्कली पहिचान गरेर व्यवस्थापन गरिदिनुपर्छ। त्यति गरेर मानेनन् भने हटाउँदा हुन्छ। अहिलेको निर्देशन तपाईँले स्वीकार्छ कि छैन? जुन सरकारका निर्देशनहरू अस्वीकार्य भन्ने हुँदैनन्। हेर्नुहोस्, सरकारले गर्ने हो। सुकुम्बासी बस्ती तपाईँको सहरमै चाहिन्छ भन्ने छैन नि त। त्यो हटाउनु पर्ने आवश्यकता होला, हटाउने हो। तर त्यहाँ सक्कली र नक्कली कोन त्यो चाहिँ सरकारले पहिला छुट्याउन आवश्यक छ। जो नक्कली छन् तिनलाई भत्काउनुहोस्, जो सक्कली छन् तिनीहरूलाई त्यहाँ राख्नुपर्छ भन्ने पनि छैन। तर अन्त कतै व्यवस्थापन गर्नुहोस्। जस्तो काठमाडौँमै बस्नुपर्छ भन्ने छैन नि त। तराईको कुनै ठाउँमा जहाँ खाली जमिन छ त्यहाँ राख्न सकियो नि त। या तपाईँको पहाडका कुनै खाली जमिन छ जहाँ उत्पादन गरेर उनीहरूले एउटा घर बनाएर कमसेकम बिहान बेलुका खानाका लागि आफ्नो तरकारी उत्पादन गरेर अर्थात् कृषि उत्पादन गरेर खाना बस्न सक्ने ठाउँमा राख्न सकियो। तर सहरमै बस्नुपर्छ भन्ने छैन। तर मेयर हुँदै उहाँले त्यो प्रयास गर्नु भएको थियो, उहाँहरू हट्न मान्नु भएन। हामी यहीँ बस्छौँ, काठमाडौँमै बस्छौँ, यहीँ बस्ने उहाँको त्यो हामी यहीँ बस्छौँ, यही ठाउँमा बस्छौँ भनेर सुकुम्बासीले त्यो चाहिँ भन्न पाउँदैन। सरकारले चाहिँ जहाँ व्यवस्थापन गर्छ त्यहाँ गइदिनुपर्छ। तर सरकारले चाहिँ सक्कली सुकुम्बासीलाई व्यवस्थापन नगरिकन राज्यले आफ्नो शक्ति चाहिँ प्रयोग गर्न पाउँदैन। किनभने यो देश उनीहरूको पनि हो।